हाई एभ्रिवान, बिजनेस अकाउन्टिङ र ट्याक्सेसनको फर्स्ट एपिसोडमा तपाईँले स्वागत छ। आज हामी कुरा गर्नेछौँ बिजनेस रजिस्ट्रेसन र यस अन्तर्गत बिजनेस रजिस्ट्रेसन कति प्रकारले गर्न सकिन्छ भन्ने कुराको चर्चा गरौँ। फर्स्टली त बिजनेस 3 प्रकारले रजिस्टर गर्न सकिन्छ। एउटा घरेलुमा 2 प्रकारले गर्न सकिन्छ। त्यो भनेको पहिला सोल प्रोप्राइटरसिप। यदि एकजना सिंगल ओनर भई यदि बिजनेस चलाउन खोज्दै हुनुहुन्छ भने त्यो सोल प्रोप्राइटरसिप अन्तर्गत रजिस्टर गरिन्छ। सिंगल ओनर भएर पनि कम्पनीमा पनि दर्ता गर्न सकिन्छ। सेकेन्डली पार्टनरसिप फर्म, 2 जना वा 2 जना भन्दा बढी घरेलुमै दर्ता गराई यदि बिजनेस सञ्चालन गर्न खोज्दै हुनुहुन्छ भने तपाईहरुले पार्टनरसिप बिजनेस रजिस्टर गर्नुपर्छ। र थर्डली यदि हैन घरेलुमा नगरी म कम्पनी रजिस्ट्रारमा दर्ता गराउँछु भने कम्पनी रजिस्ट्रारमा पनि दर्ता गराउन सकिन्छ। अब यसको रजिस्ट्रेसन प्रक्रियाको बारेमा विस्तारमा बुझौँ। फर्स्टली सोल प्रोप्राइटरसिपमा एकजना ओनर हुन्छ। त्यो ओनरको नागरिकता, फोटो, घरबाल सम्झौता, यदि आफ्नै नाममा घर छ भने त्यसको लालपुर्जा र कोही रिलेटिभको यदि घर युज गर्दै हुनुहुन्छ भने र भाडा उहाँले नलिने हो भने मन्जुरनामा लिएर घरेलु अफिसमा गई दर्ता गराउन सकिन्छ। र पार्टनरसिप फर्ममा पनि पार्टनर्सहरूको नागरिकता, फोटो, घरबाल सम्झौता चाहिन्छ नै। यदि त्यस्तै हो मन्जुरनामा या लालपुर्जा सोल प्रोप्राइटरसिप जस्तै चाहिन्छ। र यसमा एक्स्ट्रा डकुमेन्ट भनेको हाम्रो वडाको सिफारिस चाहिन्छ र पार्टनरसिप डिड चाहिन्छ। यति भइसकेपछि हाम्रो घरेलुमा प्रक्रिया अगाडि बढाउन सकिन्छ र दर्ता गर्न सकिन्छ। यसमा तपाईले छुटाउनै नहुने कुरो त्यसमा कति दस्तुर लाग्छ, त्यो दस्तुरको बारेमा पनि बुझेर जानु होला। दस्तुर म यहाँ स्क्रिनमा पनि राखिदिन्छु, कति क्यापिटलको लागि कति दस्तुर लाग्नेछ। त्यसपछि अब आउँछ थर्ड, कम्पनी रजिस्ट्रेसनमा। कम्पनी रजिस्ट्रेसन पनि 2 प्रकारले हुन्छ। त्यसको पनि क्राइटेरिया छ। त्यो क्राइटेरिया के हो? पहिलो त प्राइभेट लिमिटेड हुन्छ, अर्को पब्लिक लिमिटेड हुन्छ। 50 जना भन्दा कम यदि शेयर होल्डरहरू छन् भने त्यसलाई तपाईले प्राइभेट लिमिटेड अन्तर्गत दर्ता गराउनु पर्ने हुन्छ र यदि त्योभन्दा बढी शेयर होल्डर छन् भने तपाईले पब्लिक लिमिटेड अन्तर्गत दर्ता गराउनु पर्ने हुन्छ। र यसका साथै एउटा अझै क्राइटेरिया के छ भन्दा नेचर अफ बिजनेस हेरेर तपाईले पब्लिक लिमिटेड कम्पनीमै दर्ता गराउनु पर्ने पनि प्रावधान छ। र त्यसमा प्रक्रिया के छ भन्दा पहिला त नाम दर्ताको लागि निवेदन दिनुपर्छ कम्पनी रजिस्ट्रारको वेबसाइटमा। त्यो अप्रुभ भइसकेपछि हामीले 2टा डकुमेन्ट बनाउनुपर्छ। फर्स्ट आर्टिकल अफ एसोसिएसन र अर्को मेमोरेन्डम अफ एसोसिएसन। आर्टिकल अफ एसोसिएसन भनेको नियमावली र मेमोरेन्डम अफ एसोसिएसन भनेको प्रबन्ध पत्र। र यो फेरि अपलोड गर्नुपर्ने हुन्छ साइन गरी सबैजनाको, र कम्पनीको स्ट्याम्प पनि लाउनु पर्ने हुन्छ। त्यस पश्चात त्यो अपलोड गरेर कम्पनी रजिस्ट्रारको वेबसाइटमा अपलोड गरिसकेपछि त्यो अप्रुभ हुन्छ। अप्रुभ भइसकेपछि तपाईले त्यो सबै प्रिन्ट गर्नुपर्छ, सबै डकुमेन्ट। त्यसपछि त्यसका साथै निवेदन भरि तपाईले स्थानीय तहमा वा राजस्व कार्यालयको शाखाहरू यदि कुनै नजिक छ भने त्यहाँ गएर तपाईले प्यान लिन सक्नुहुन्छ। र पब्लिक लिमिटेड कम्पनीको केसमा तपाईले बिजनेस अपरेसन सुरु गर्नुभन्दा पहिले तपाईले बिजनेस अपरेसन सुरु गर्नु अनुमति पनि लिनुपर्ने हुन्छ र त्यसपछि मात्रै बिजनेसका अपरेसनहरू सुरु गर्न मिल्छ। त्यसैले यस्ता कुराहरूको बारेमा जानकारी लिइराख्नु होला र यस्ता जानकारीहरूको लागि हामीलाई फलो अवश्य गर्नु होला।